धेरै पुरुष साथीहरूले सोध्नुहुन्छ मेरो लिङ्गको साइज 4 इन्च मात्र छ, म सन्तुष्टि दिन सक्छु कि सक्दिनँ भन्ने कुरामा यो भेजाइना यदि मान्ने हो, यसलाई भेजाइना मान्ने हो, यसलाई क्लाइटोरिस मान्ने हो, यो चाहिँ पुरा होल यसलाई भेजाइना मान्ने हो, यो पाठेघरको मुख मान्ने हो भने तपाईले खेल्नुपर्ने एरिया भनेको यो सेतो भागभन्दा अगाडिकै भागमा मात्र हो। यहाँसम्म तपाईँको 4 इन्च भयो भने काफीसँगले आइपुग्छ इरेक्सनको समयमा र यही ठाउँमा जी स्पोट पोइन्ट रहेको हुन्छ। यो जी स्पोट पोइन्ट र क्लाइटोरिसको सम्बन्ध जोडिएको हुन्छ। यसमा 8000 भन्दा बढी नर्भहरू हुन्छन्। यो 8000 नर्भको कनेक्सन यसमा जी स्पोटमा आएको हुन्छ। तपाईले यो बीचको एरियामा तलमाथि दायाँ बायाँ तलमाथि दायाँ बायाँ गरेर यो आफ्नो पेनिसलाई घुमाउनु भयो, यहाँ एराउन्ड खेलाउनु भयो, कहिले तल कहिले माथि यता दायाँ बायाँ गरेर खेलाउनु भयो भने यसबाट काफी प्लेजर आउँछ र महिला पनि चरम सन्तुष्टिमा पुग्न सक्छिन्। तपाईले पनि मजाले आनन्द दिन सक्नुहुन्छ। त्यसैले तपाईले कुन ठाउँमा टार्गेट गरिरहनु भएको छ, त्यो टार्गेट एरिया तपाईले यही भित्र मात्र टार्गेट गरिरहनु भएको छ, भित्र यो यतापट्टि मात्र तपाईले ल्याउन कोसिस गरिरहनु भएको छ भने पोसिबल छैन। त्यो तपाईले चाहिँ उसलाई सन्तुष्टि दिन सक्नुहुन्न, किनभने यो ठाउँमा तपाईको प्लेजर आउने यो ठाउँबाट, तर तपाईले लान खोजिरहनु भएको छ यतापट्टि भने यसमा नर्भहरू केही पनि हुँदैन। यो नर्भहरू नभएको कारणले गर्दा यहाँ सेन्सेसन हुँदैन। यसमा चाहिँ कुम्चनेर फैलने एउटा मात्र त्यति हुन्छ र अर्को नर्भको पोइन्ट यहाँ पाठेघरको मुखबाट सुरु भएर आउँछ। पाठेघरको मुखबाट नर्भहरूको सुरुवात हुँदाखेरि यो फेरि भित्रपट्टि जान्छ पाठेघरतर्फ भने यहाँबाट यतापट्टि बीचमा यो बीचको एरियामा नर्भहरू हुँदैन। त्यसैले यसमा कुनै सेन्सेसन हुँदैन। तपाईले जति लामो 8 इन्चको लगे पनि यो एरियामा केही पनि हुँदैन। यति ठाउँमा मात्रै हो, यो 3 इन्च भित्र यति ठाउँमा मुखदेखि यति ठाउँमा मात्रै प्लेजर दिने काम हुन्छ। सन्तुष्टि यहीँबाट हुन्छ। यही ठाउँलाई तपाईले खेलाउने, चलाउने, माया गर्ने कसरी गर्नुहुन्छ यसलाई खेलाउनुहोस्, चलाउनुहोस्। यसबाट मात्र महिलाले सन्तुष्टि प्राप्त गर्न सक्छन् र मेन पोइन्ट भनेको यो क्लाइटोरिसको पोइन्ट हो। क्लाइटोरिसको पोइन्टलाई तपाईले जति खेलाउन सक्नुहुन्छ, जति चलाउन सक्नुहुन्छ त्यति नै जी स्पोट पोइन्टमा पनि तपाईले हिट गर्नुपर्ने हुन्छ। यदि लिङ्ग तपाईले भित्र लैजाने हुनुहुन्छ भने माथिपट्टि तपाईले लैजानुहोस्। माथिपट्टि लग्नुभयो, माथिपट्टिबाट चाहिँ तपाईले लैजानु भयो भने पूर्ण रूपमा सन्तुष्टि दिन सक्नुहुन्छ। दायाँ बायाँ गर्दै तलमाथि गर्दै यो नर्भहरू इन्डिङ भएको क्षेत्र भएको हुनाले तपाईले जुन ठाउँमा टच गरे पनि, जुन ठाउँमा छोए पनि यहाँबाट इमोसन मात्र प्राप्त हुन्छ। यहाँबाट प्लेजर मात्र मिल्छ। यहाँबाट सेन्सेसन सेटिस्फाई मात्र जान्छ, सेन्सेसन उत्पन्न हुन्छ। त्यसैले उसले सेटिस्फाई प्राप्त गर्ने चरम सुखतर्फ जाने कोसिस हुन्छ, जान सक्छन्। तर तपाईले यो ठाउँलाई चाहिँ वास्ता गर्नु भएन। अन्य ठाउँहरूमा मात्र तपाईले आफ्नो लिङ्गलाई लैजाने वा अन्य कुराहरू मात्र तपाईले ख्याल गर्नुभयो, अन्यत्र मात्र चलाउनु भयो भने पूर्ण रूपमा सन्तुष्टि दिन सक्नुहुन्न। अर्को कुरा, तपाईले यदि जी स्पोट पोइन्ट के हो कस्तो हो भन्ने थाहा छैन भने तपाईले यहाँबाट यो मुखबाट आफ्नो यो औँलालाई, 2 औँलालाई यहाँबाट घुसाएर भित्रतर्फ लैजाने र भित्रतर्फ लगिसकेपछि यो भागमा कम्तीमा 2.5-3 इन्च भित्रपट्टि गइसकेपछि माथिल्लो भागमा तपाईले माथिल्लो भागमा यसरी त्यहाँ सेन्सेसन लिनुभयो भने त्यहाँ ओखरको दाना जस्तो गर्खिलो भाग भेट्नुहुन्छ। त्यो ओखरको दाना जस्तो गर्खिलो भाग भनेको जी स्पोट पोइन्ट हो। यो जी स्पोट पोइन्टलाई तपाईले मायाले खेलाउने, हल्का चलाउने र त्यहाँ वरिपरि आफ्नो फिङ्गरलाई घुमाउने वा पेनिसले पनि त्यो ठाउँमा चाहिँ तपाईले लगेर हिट गर्नुभयो भने पूर्ण रूपमा तपाईले सन्तुष्टि दिन सक्नुहुन्छ। किनभने यो 2.5 देखि 3 इन्चमै हुन्छ। तपाईको लिङ्ग त 4 इन्चको छ। त्यसैले तपाईले त्यो ठाउँलाई जसरी पनि भेट्न सक्नुहुन्छ। तर सिधा अगाडि लग्ने गर्नुभयो भने तपाईले महिलालाई त्यति सुख, चरम सुख दिन सक्नुहुन्न। सँगसँगै अर्को तपाईले मुख मैथुन पनि गर्न सक्नुहुन्छ, टङ रोलिङ गर्ने। यदि तपाईँ मुखबाट पनि मुख मैथुन गर्न चाहनुहुन्छ भने क्लाइटोरिसको एरियालाई गोल गोल घुमाउनुहोस्। तपाईले औँलाले गरे भन्दा बढी उसलाई सेन्सेसन प्राप्त हुन्छ। महिलालाई गोल गोल घुमाउनुहोस्, यहाँ जिब्रोले टच गर्नुहोस्, माया गर्नुहोस्। त कहिलेकाहीँ यो तल्लो भित्ता माथिल्लो भित्ताहरूमा पनि तपाईले रोल गर्न सक्नुहुन्छ। यसै गरी तपाईले बेला बेलामा आफ्नो पोजिसन पनि चेन्ज गरिरहनुहोस्। कुनै बेला मिसनरी पोजिसन, कुनै बेला काउगल पोजिसन, कुनै बेला साइडवेज पोजिसन, यसरी विभिन्न पोजिसनमा तपाईले यौन सम्पर्क गर्नुभयो भने माथिल्लो भाग यदि माथिल्लो भागमा तपाईले हिट गर्नुभएको छ, फोकस गर्नुभएको छ भने तपाईले निश्चित रूपमा महिलालाई पानी पानी बनाउन सक्नुहुन्छ।
यदि तपाईँले इन्सर्ट गर्दाखेरि चाहिँ पेनिसलाई इन्सर्ट गर्दा पूर्ण रूपमा भित्र बाहिर गराउनुको सट्टा संवेदनशील क्षेत्र वरिपरि, संवेदनशील क्षेत्र भनेको यो क्लाइटोरिस र जी स्पोट पोइन्ट हो, यस्तैको वरिपरिको क्षेत्रहरू हो। यो क्षेत्रमा प्ले अराउन्ड गर्नुभयो, वरिपरि खेलाउनु भयो, माथि तल्लो साइडको हिस्सामा टार्गेट गर्नुभयो, माथिल्लो तल्लो दायाँ बायाँ साइडका हिस्साहरूमा तपाईँले टार्गेट गर्नुभयो, यो तरिका अत्यधिक प्लेजर दिन सक्छ। ठुलो साइजको छ र तपाईँले भित्रसम्म लगेर यो पाठेघरको मुखसम्म यहाँ ल्याउनको लागि, भित्रैसम्म लैजानको लागि, यसरी पुरै लैजानको लागि टार्गेट गर्नुहुन्छ भने यसले चाहिँ भित्र घाउ बनाउन सक्छ, महिलालाई पीडा हुन्छ। यहाँ आएर तपाईँको पेनिस टोकियो भने उसलाई झन् बढी दर्द हुन्छ। यो बिचमा बढी घर्षण भयो भने यहाँ घाउ हुने सम्भावना हुन्छ, जसले गर्दा इन्फेक्सन हुने डर हुन्छ। यसले गर्दा तपाईँलाई पनि कठिन हुन्छ र महिलालाई पनि कठिन हुन्छ। त्यसैले आफ्नो लामो भयो वा छोटो भयो भन्दा पनि तपाईँले टेक्निक लगाएर गर्नुहोस्। छोटो छ भने पनि तपाईँले मजाले आनन्द लिन सक्नुहुन्छ भन्ने। अरू यस्तै कुराहरू तपाईँ चाहनुहुन्छ भने कमेन्ट गर्नु होला, के कुरा तपाईँलाई समस्या छ भन्नुहोस्, म सकेसम्म उत्तर दिने कोसिस गर्नेछु। आजको हेल्थ टिप्स तपाईँलाई कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला।